गृहमन्त्री बनेको 24 घण्टा नपुग्दै सुदन गुरुङ कडा एक्सनमा, भ्रष्टाचारीहरू कसैलाई नछाड्ने चेतावनी। दरबार हत्याकाण्डदेखि नक्कली भुटानी शरणार्थी काण्डसम्मका फाइलहरू खोल्दै काङ्ग्रेस एमालेका नेताहरूको होस उड्यो, सबै तर्सिए। पदभार ग्रहण सकेपछि गृहमन्त्री गुरुङ भन्छन् अब सबै फाइल खुल्छन्, कसैलाई छोडिन्न। गृहमन्त्री सुदन गुरुङको पहिलो निर्णय दरबार हत्याकाण्डको पुनः छानबिन हुने। 26 दिनमै गृहमन्त्रीबाट राजीनामा दिएका सुदन गुरुङले 47 दिनमा फेरि गृहमै फर्किए। रविलाई भीष्मराजको प्रश्न, दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण किन गरिएन? दरबार हत्याकाण्डका 10 अनुत्तरित प्रश्न, के गृहमन्त्रीको अनुसन्धानले जवाब भेट्टाउला? यसबारे सम्पूर्ण जानकारी। पात्र फेरिए, प्रवृत्ति पुरानी छानबिनको सुनपानी पछि गृहमन्त्री गुरुङको पुनरागमन। परराष्ट्र मन्त्री शिशिर खनालले भने प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अतिक्रमणसँग सम्बन्धित छन्। नक्कली भुटानी शरणार्थी मुद्दामा सुनाइ पुरा नभएपछि हेर्दैमा राखियो। दरबार हत्याकाण्ड मात्रै पनि होइन, मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गरौँ भन्दै कुलमान घिसिङको आह्वान। प्रधानमन्त्रीलाई संसदमा ल्याउन सभामुखले रुलिङ गर्नुपर्छ भन्दै हर्क साम्पाङको भनाई। दरबार हत्याकाण्डदेखि गणतन्त्रसम्मको ग्रान्ड डिजाइन, दानापानी अपस बनाउने बालेन सरकारको निर्णय। संसदीय छानबिनका लागि तयार भएनन् अर्थमन्त्री। सीमा विवादको दस्तावेज बेलायतबाट पाउन सम्भव छ त? यसबारे सम्पूर्ण जानकारी। दरबार हत्याकाण्ड पुनः छानबिन गर्ने सरकारको निर्णय स्वागत योग्य छ भन्दै राजा वीरेन्द्र शान्ति प्रतिष्ठानको भनाई। देउबा नेपाल फर्कन समय लाग्ने, फर्केपछि बस्न घर खोजी हुँदै। गृहमन्त्री सुदन गुरुङले गरे कालभैरवको दर्शन। प्रधानमन्त्रीको विवादित अभिव्यक्ति बारे परराष्ट्र मन्त्रीले स्पष्टीकरण दिँदै श्रम संस्कृतिको मात्रै अवरोध। ज्ञानेन्द्र साईको प्रश्न, भारतले तिमीले हाम्रो भूगोल मिचेको रहेछौ, देऊ भन्यो भने कहाँको भूमि दिने? खुशबु ओलीलाई ज्यान मार्ने धम्कीबारे अनुसन्धान गर्ने गृहमन्त्री सुदन गुरुङको आश्वासन। सहकारी ठगी काण्ड बिगो कबुलेर आरोपित छुट्दा गुमनाममा जीवी राई। बोल्न नदिएको भन्दै श्रम संस्कृति पार्टीका सांसदहरूको संसदमा नाराबाजी र गोल घेराउ। बादलको आरोप, प्रधानमन्त्रीको गलत अभिव्यक्तिको बचाउमा सांसद सहित सेना पनि लाग्यो। सदनको अवरोध हटाउन सभामुख र विपक्षी दलका नेताहरूबीच छलफल जारी। नेपालले पनि भारतको सिमाना मिचेको छ भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति लज्जास्पद र गैर जिम्मेवार रहेको आङदेमको भनाई। दरबार हत्याकाण्ड उधिन्ने गृहमन्त्री गुरुङको घोषणाबारे के भन्छन् दलका नेताहरू? यसबारे ठूलो खबर। बालेन सरकारका मन्त्री दीपकमाथि डण्डा, सुदनलाई पुरस्कार, केही त्रासमा। दर्शकमान बाबु नमस्कार, यहाँहरूलाई हार्दिक स्वागत छ ओरिजिनल खबरको न्युज बुलेटिनमा। सदाझै आज पनि एउटा नयाँ विशेष अपडेटको साथमा उपस्थित भइसकेका छौँ। भिडियोलाई अन्तिमसम्म हेरी लाइक, कमेन्ट, सेयर अवश्य गर्नुहोला। दर्शकमान बाबु त्यसैगरी पलपलको न्युज अपडेटका लागि हाम्रो च्यानल ओरिजिनल खबरलाई सब्स्क्राइब गरी नजिकै रहेको बेल आइकनमा क्लिक गर्नुहोला। कहाँबाट हेर्दै हुनुहुन्छ नि, के कस्तो लाग्दैछ आफ्ना कुराहरू तलको कमेन्ट बक्समा कमेन्ट गर्नुहोला। आउनुहोस् दर्शकमान बाबु आजको समाचार सुरु गरौँ। गृहमन्त्री बनेको 24 घण्टा नपुग्दै सुदन गुरुङ कडा एक्सनमा देखिएको र भ्रष्टाचारीहरू कसैलाई नछाड्ने चेतावनीसँगै दरबार हत्याकाण्डदेखि नक्कली भुटानी शरणार्थी काण्डसम्मका फाइलहरू खोल्दै यसै गरी काङ्ग्रेस एमालेका नेताहरूको होस उड्दै सबै त्रसित समेत भएको र सुदन गुरुङ कडा एक्सनमा देखिएको प्रसङ्गबाट। दर्शकमान बाबु फेरि पनि 47 दिनपछि गृहमन्त्रीको शपथ खाएका सुदन गुरुङले आफू 24 घण्टाको पदभार समय नपुग्दै कडा एक्सनमा देखेका छन् भने भ्रष्टाचारीहरू कसैलाई नछाड्ने उनले चेतावनी पनि दिएका छन्। उनले दरबार हत्याकाण्डदेखि नक्कली भुटानी शरणार्थी काण्डदेखि विभिन्न घोटालाहरू तथा फाइलहरू समेत खोल्ने उनले निर्णय समेत गरेको पनि बताएका छन् भने यो देखेर काङ्ग्रेस एमालेका नेताहरूको होस समेत उडिएको र सबै यति बेला त्रसित समेत देखिएको पनि बालेन सरकारले जनाएको छ। विशेष गरी सुदन गुरुङले दरबार हत्याकाण्ड नेपालको इतिहासको सबैभन्दा ठूलो रहस्यमय र संवेदनशील घटना मध्ये एक भएकाले सत्य तथ्य सार्वजनिक गर्न र आवश्यक रहेको बताएका छन् भने उनले घटना सम्बन्धी उठेका सबै आएका प्रश्नहरूको तथा निष्पक्ष र तथ्यपरक ढङ्गले अध्ययन तथा अनुसन्धान गरिने उनले प्रश्नहरूले बताएका छन् भने गृह मन्त्रालय स्रोतका अनुसार घटना सम्बन्धी उपलब्ध अभिलेख र प्रतिवेदन तथा प्रमाणहरूको पुनरावलोकन गरी आवश्यक परे विशेष अनुसन्धान समिति गठन गर्ने तयारी समेत भइरहेको पनि गृहमन्त्री सुदन गुरुङले बताएका छन् भने दरबार हत्याकाण्डमा तत्कालीन राजा वीरेन्द्र, रानी ऐश्वर्या सहित राजपरिवारका अधिकांश सदस्यको ज्यान गएको थियो भने घटना भएको 2 दशकभन्दा बढी समय बितिसक्दा पनि यसबारे विभिन्न कोणबाट प्रश्न उठ्दै आएका छन् भने गृहमन्त्री गुरुङको यो निर्णयसँगै दरबार हत्याकाण्डको विषय पुनः राष्ट्रिय बहसको केन्द्रमा आउने देखिएको छ भन्दै प्रश्नहरूले बताएको हो। त्यस्तै सुदन गुरुङले दोस्रो इनिङ्सको कार्यभार सम्हालेका दिन 4 कुरा निर्णय गरेका छन् भने त्यसमध्ये राजा वीरेन्द्रको वंश नाश हुने गरी भएको नारायण रेड्डी राजदरबार हत्याकाण्ड छानबिनको विषयलाई लिएर सरकार विरोधी दलका दलेको सामाजिक सञ्जालमा रुवाबासी छ भने यो निर्णय उनीहरूको टिप्पणी हेर्दा लाग्छ कमिलालाई मुतको पहिरो भन्ने भइरहेको छ भन्दै बताइएको छ भने यी
इतिहासमा रहस्यमय मात्रै हुँदैन, त्यसका लागि साक्षी पनि हुन्छन्, किनारा पनि खुल्छन्। दरबार हत्याकाण्ड कुनै पनि आकस्मिक दुर्घटना र थिएन र होइन पनि भन्ने खुला चर्चा भइरहेको थियो भन्दै गृहमन्त्री गुरुङले बताएका छन् भने त्यस्तै गृहमन्त्री बन्नासाथ सुदनले छानबिन नै गर्नुपर्ने निर्णय गरेपछि अब यसलाई सरकारले औपचारिक रूपमा अपनत्व समेत लिएको बताएको छ भने अधिवक्ता स्वागत नेपालले त यो छानबिन तत्कालीन गृहमन्त्री हालका राष्ट्रपति रामचन्द्र पौडेलबाट सुरु गर्दा कसो होला भनेर प्रश्नमाथि टिप्पणी समेत गरेको पनि बताएको खुलाएको। त्यस्तै जिल्ला अदालत काठमाडौँबाट 3 वर्ष विचाराधीन रहेको नक्कली भुटानी शरणार्थी प्रकरणको पनि सुनाई समेत हुन लागेको बताएको छ भने काठमाडौँ जिल्ला अदालतमा विचाराधीन मुद्दा बुधबार न्यायाधीश तेजबहादुर खड्काको इजलासमा सुनाई हुन थालेको हो। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लगायत विभिन्न देशमा पठाउने भन्दै ठूलो रकम वसुली गरेको प्रकरण लामो समयदेखि अदालतमा विचाराधीन अवस्थामा रहेको थियो भने कागजात तयार पारी संगठित गिरोहको योजनालाई नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएको दाबी अभियोग पत्रमा रहेको छ भने विभिन्न प्रकरणका फाइलहरू खोल्ने र त्यसैगरी दलहरूका तथा कांग्रेस एमालेका तथा घोटालाहरू समेत गरेका सबै फाइलहरू खोलिने यसैगरी गृहमन्त्री सुदन गुरुङले प्रश्नका साथ बताएको पनि खुलाएका छन्। त्यसैगरी परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विषयमा संसद बैठकमा स्पष्टीकरण दिएका छन् भने प्रधानमन्त्रीको अभिव्यक्ति 10 गजा अकुपेसनसँग सम्बन्धित रहेको उनको दाबी समेत रहेको छ भने आज संसद बैठकमा सभामुखसँग समय लिएर बोल्दै परराष्ट्र मन्त्री शिशिर खनालले नेपालले पनि भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे बोलेका हुन्। विपक्षी दलहरूले प्रधानमन्त्रीले नै जवाब दिनुपर्ने मागसहित संसद अवरोध गर्दै आएका थिए भने त्यसैगरी कांग्रेस एमालेका कार्यकर्ता सहित यसैगरी श्रम संस्कृति पार्टीका नेताहरू तथा हर्कराज साम्पाङको टोलीले त्यसैगरी गोलो घेराउ हालेर सभामुखलाई समेत गोलो घेराउमा हालेर नाराबाजी समेत गरेर चर्को विरोध समेत जनाएको पनि प्रष्टरूपले बताएको छ भने खनालले यस लगतै भनेका छन् प्रधानमन्त्रीजीले अभिव्यक्ति 10 गजा अतिक्रमण र क्रस बोर्डर अकुपेसनसँग सम्बन्धित रहेको बताएका छन् भने एक देशका नागरिकले अर्को देशको जग्गामा खेतीपाती र बसोबास गरिरहेको अवस्थालाई उहाँले इङ्गित गर्नुभएको हो। यसको समाधानका लागि नेपाल इन्डिया बाउन्ड्री बङ्किङ ग्रुप तथा अन्य संयन्त्रले म्यापिङ काम गरिरहेका छन् भन्दै प्रष्टरूपले बताएको पनि खुलाएको हो। त्यसैगरी प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता विष्मराज आङदेङले सभापति रवि लामिछानेलाई भारत भ्रमणको क्रममा सिमानाको विषयमा छलफल नगरेको भन्दै आपत्ति समेत जनाएका छन् भने उनले लामिछानेको सिमानाको विषय ढोल बजाएर छलफल गर्ने विषय नभएको भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति समेत जनाएको पनि बताएका छन् भने दिल्लीमा हुँदा सिमानाको स र कालापानीको क उच्चारण नगरी किन फर्किनु भयो उनले भनेका छन् भने हामीलाई पनि थाहा छ ढोल बजाएर हुँदैन, यसको केही पनि मापदण्ड छैनन् भनेर उनले आफ्नो तर्क समेत राखेको पनि बताएका छन्। नै प्रधानमन्त्रीले दिएको अभिव्यक्तिको बारेमा सीमा विवादको बारेमा आफूले निष्कर्ष समेत निकालेर यसैगरी जवाब माग्नुपर्ने पाउने अधिकार रहेको पनि प्रष्टरूपले बताएका छन् भने उनले प्रधानमन्त्री संसदमा आएर यसको जवाब दिनुपर्ने पनि प्रष्टरूपले बताएका छन्। त्यसैगरी उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजदरबार हत्याकाण्ड मात्र नभई मदन भण्डारीको मृत्यु प्रकरणको पनि छानबिन गर्नुपर्ने बताएका छन्। बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले यस्तो बताएका हुन् भने नवनियुक्त गृहमन्त्री सुदन गुरुङको राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएको उल्लेख गर्दै उनले उक्त घटनाको छानबिन राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा हुनुपर्ने प्रष्टरूपले बताएका छन् भने अध्यक्ष घिसिङले मदन भण्डारीको मृत्यु प्रकरणको सत्य तथा सार्वजनिक गर्न र पूर्व प्रधानमन्त्री सुशील कोइरालाको मृत्यु बारेको पनि शंकाका विषयवस्तु उठेको समेत अनुसन्धान गर्नुपर्ने उल्लेखनीय रूपमा उनले माग समेत राखेको पनि बताएका छन् भने उनले राजनीतिक व्यक्तिसँग सम्बन्धित घटनाहरूका साथै अन्य घटनाहरूको पनि निष्पक्ष छानबिन आवश्यक रहेको प्रष्टरूपले बताएका छन् भने उनले निर्मला पन्त हत्या प्रकरणको दोषी अझै पनि पहिचान हुन नसकेको भन्दै उनले सरकारले वास्तविक सार्वजनिक गर्नुपर्ने बताएका छन् भने साथै उनले टिकापुर घटनापछि गठन भएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरेको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न पनि सरकारसँग आग्रह गरेको पनि प्रष्टरूपले बताएका छन्। त्यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले भारतले हाम्रो भूमि मिचेको रहेछ देऊ भने कहाँको भूमि दिने भन्दै प्रश्न समेत गरेका छन् भने बुधबार प्रतिनिधि सभा बैठकमा शाहीले प्रधानमन्त्री बालेन्द्र शाहले गत जेठ 17 गते प्रतिनिधि सभा बैठकमा भारतको सीमा नेपालले मिचेको बताएको सन्दर्भमा उनले यस्तो प्रतिक्रिया समेत दिएका छन् भने उनले युद्ध भयो भने भूमि मागे भने कहाँको दिने होला, उनले मन्त्रीले गल्ती गरेमा अभिभावक बन्दै सताउने परम्परा भए पनि अहिले त्यसको उल्टो बाटो भएको उनले प्रष्टरूपले जवाब समेत दिएको पनि बताएका छन्। त्यसैगरी श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रधानमन्त्रीलाई संसदमा ल्याउन सभामुखसँग रुलिङ गर्न माग गरेका छन् भने प्रतिनिधि सभा बैठकमा बोल्दै गर्दै साम्पाङले सभामुखलाई रुलिङ गर्न माग गरेका हुन्।
प्रधानमन्त्रीलाई तपाईँले रुलिङ गरेर ल्याउनुपर्छ, किनकि उहाँलाई पनि हामीले मध्येको एकजना पार्लियामेन्ट हो। उहाँले प्रष्ट रूपले बताएका छन् भने संसद विधिबाट चलाउन पनि प्रधानमन्त्री संसदमा आउनुपर्ने साम्पाङको तर्क समेत रहेको छ भने प्रधानमन्त्री यो संसद र संविधानभन्दा ठुलो होइन उनले भनेका छन्। सभामुखले आफ्नो पार्टीलाई बोल्न समय नदिएपछि भन्दै श्रम संस्कृति पार्टीका सांसदले नाराबाजी सहित संसदमा अवरोध समेत गरेका थिए। यसपछि बोल्ने समय पाएको साम्पाङले सदन अवरुद्ध भएको प्रति माफी समेत मागेको पनि बताइएको हो। त्यस्तै नेकपा एमालेका संसदीय दलका नेता रामबहादुर थापा बादलले नेपालको भारतले सीमा मिचेको भन्ने गलत अभिव्यक्तिको बचाउमा राष्ट्रिय स्वतन्त्र पार्टी रासपाको सांसद सहित नेपाली सेना पनि लागेको आरोप लगाएका छन् भने बुधबारको प्रतिनिधि सभा बैठकमा दलका तर्फबाट धारणा राख्ने नेताले थापाले राष्ट्रिय स्वाभिमानको प्रश्न सङ्कटका रूपमा आएको भन्दै यसबारे संसदमा आएर प्रधानमन्त्री बालैन शाहले स्पष्ट पार्नुपर्ने अडान समेत दोहोर्याएका छन्। नेपाली जनताले अहिलेसम्म पनि निरन्तर हाम्रो सीमा अतिक्रमण विरुद्ध आवाज उठाइरहेका छन् भने तर यो बिन्दुसम्म आइपुग्दा प्रधानमन्त्रीको अभिव्यक्तिबाट भारतले होइन नेपालले अतिक्रमण गरेको छ भन्ने स्थापित गर्न खोजिएको छ बादलले भनेका छन्। यसका निमित्त नेपाली सेनाले पनि यसको वक्तव्यको पैरवी गरिरहेको पनि देखिएको छ भने थापाले सत्तापक्षको सांसदहरूले पनि प्रधानमन्त्रीको वक्तव्यलाई स्थापित गर्न तथा तथ्यहरू खोज्दै हिँडिरहेको बताएका छन् भने यो तथ्यले के देखाउँछ भने राष्ट्रिय स्वतन्त्र पार्टी समस्या समाधान गर्ने सबैको दायित्व हो थापाले भनेका छन्। उनले प्रधानमन्त्रीको तर्फबाट परराष्ट्र मन्त्री शिशिर खनालले दिएको स्पष्टीकरणसँग सहमत हुन नसकिने समेत बताएका छन् भने प्रष्टीकरण प्रधानमन्त्रीले नै दिनुपर्छ, किन उहाँ सांसदलाई उपहास गरेर आउन चाहनुहुन्न, के इच्छाविहीनताका रूपमा र अधीनतावादको रूपमा देखिएको छ भन्दै बादल थापाले प्रश्न समेत गर्दै पनि प्रष्ट रूपले बताएको खुलाएका छन्। दर्शकमान बाबु यससँगै आजको समाचार तपाईहरु माझ राखिसकेका छौं। फेरि पनि नयाँ विशेष अपडेटहरूको साथमा उपस्थित हुने नै छौं। अहिलेलाई भने तपाईहरु माझबाट बिदा हुन चाहन्छौं। हस्त धन्यवाद, नमस्कार।